सबैलाई नमस्कार। अहिले चाहिँ हामीले 5 kV को लुमिनसको इन्भर्टर युएस जोड्न हामी गइराखेका छौं। तपाईले नर्मल रूपमा चाहिँ देख्न सक्नुहुन्छ। यहाँ चाहिँ स्टिकरमा 5 kV 48 भोल्ट भनेपछि 4 वटा ब्याट्री चाहियो। यसमा फ्यान, पछाडिबाट फ्यान, त्यसपछि एसी एमसीबी, डीसी ब्याट्री एमसीबी कन्ट्रोल गर्नको निम्ति यहाँ चाहिँ अर्को चाहिँ नर्मल अनि बाइपास गर्नलाई चाहिँ स्विच पनि देख्न सक्नुहुन्छ तपाईहरुले। त्यसपछि तल चाहिँ ब्याट्रीको प्लस पोजिटिभ पोइन्ट, नेगेटिभ पोइन्ट माइनस, अनि त्यसपछि यहाँ चाहिँ ध्यान दिनुपर्ने कुरा चाहिँ दुईटा पोइन्ट छ। एउटा लाइन इन अनि टीटीआर, यसमा चाहिँ हामीले चाहिँ जोड्नु हुँदैन, लाइन आउट मात्र गर्ने हो। नेपालमा चाहिँ यसले चाहिँ 110 जति मात्र फाल्छ। त्यसपछि न्युट्रल आउट गर्ने अनि इनमा चाहिँ यहाँ चाहिँ न्युट्रल, फेज, अर्थिङ देख्न सक्छौं। यस्तरी चाहिँ हामीले चाहिँ सेटअप गर्न सक्छौं।